है त गाइज हामी चाहिँ रातिको बेलामा अब मन्दिर जाँदैछु होइन। त्यहाँ चाहिँ अब आज चैत पूर्णिमामा चाहिँ मादी बत्ती बाल्ने दिउबत्ती बाल्ने गर्दैछन् होइन। त्यही भएर चाहिँ हामी जाँदैछु ल। देख्न सक्नुहुन्छ यहाँ नमस्ते घर दामी देख्छ है नमस्ते घर चाहिँ होइन बबाल छ। हेलो बाबु तिमी आज कहाँ जाला? तिमी चाहिँ कहाँ? जात्रा जात्रा प्रिन्सको खै कहाँ हो खै? जात्रा हामी चाहिँ जात्रा जान लाग्छ है गाइज। लो कस्तो छ रियाक्सन हेरौँ आउनुहोस् है त गाइज। चैत पूर्णिमाको दिनमा चाहिँ अब यहाँ सेती देवीलाई गएको पाठी चाहिँ बलि चढाउन लगाएर छ होइन। कुखुरादेखि लिएर गएको पाठी सबै अब सेती देवीलाई बलि चढाउन लगाएर छ होइन। हत्या हुँदैछ अब यो अब पूजा भन्न मिल्दैन यो हत्या हो होइन। त्यही हो गाइज। आजको मेन पुजारी है उहाँ गणेश मानजी पूजा हुँदैछ होइन गाइज। त्यही हो धेरै गाह्रो छ होइन। आज अब यो सेती देवीलाई अब बलि चढ्नेवाला छ आज होइन। आज भनिदिनु कतिवटा बाख्रा छ आज? अझ लगभग 100 भन्दा माथि नाङ्छ होला जस्तो लाग्छ। आउँदैछ आउने जारी नै छ। आउने जारी नै छ नि त। भनेपछि आज बलि चढ्नेवाला छ। अब 1-2 बजीसम्म चाहिँ पर्खिनु पर्ने हुन्छ यहाँ पुछारे त्यहाँ हुनुहुन्छ। अब हेरौँ अहिलेसम्म 70-80 नै आइसकेको अवस्था देखिरहेछ। त्यही हो देवीलाई होइन। अब यो पूर्वजौँदेखि गर्दै आएको रीतिरिवाज हो होइन। नगर्दा पनि अलि देउता खुसी हुँदैन भन्ने एउटा प्रचलन छ होइन। त्यही गाइज अब हुन त अब देउता अब बलि खाने होइन चढाउने प्रचलन चाहिँ अब हाम्रो पूर्वजौँदेखि पहिलेदेखि गरिआएको हुनाले अब यो प्रचलन चाहिँ अब अहिलेसम्म अन्त्येष्टि गर्न सकिएको छैन होइन। अब हेर्दै जाउँ अब कस्तो मोड लिन्छ भविष्यमा। ओ त्यो भालेको मासु सिद्धिन्छ? सिद्धिन्छ भालेको मासु? बनाएर खाए त मलाई। के हुँदैछ आज यहाँ भनिदिनु? पूजा हुँदैछ हजुर। पूजा पूजा हो यो? पूजा त हुने काटेर पूजा हत्या गरेर पूजा हत्या गरेको पूजा हो। यतातिर यस्तै हुन्छ पूर्वजको प्रचलन हो। एउटा के भन्दा अब बाउबाजेले गरेको रीतिरिवाज मान्नै पऱ्यो त्यही होइन। नौसिङ्गे भाले पर्छ तिनजाले हारमा सिक्नु पर्छ पर्छ रवारी गर्नु पर्छ देशान मसान लाग्छ र ब्याग लाग्ला पर्छ परवर धवाइदी दे पर्छ सुन मंगी तिनजाले हारमा सिक्नु पर्छ रवारी गर्नु पर्छ। अन्तिम दिन आजको बाख्रा है भाइ। त्यही खेल यसले हान्दैछ अब एकछिनपछि मर्छ है। अब यसको अन्तिम दिन हो आज। यो माथि रहेछ ऊ मेरो छोरासँग ल जुत्ता बाख्रासँग फेरि ओइ बिस्तारै अहिले टाउकोमा हान्छ अहिले फेरि। हामी चाहिँ घर फर्केको होइन। अब यहाँ आज चैत पूर्णिमाको दिनमा चाहिँ यहाँ यो सेती देवीले अब कुखुरा बलि बाख्रा बलि चढाउने प्रचलन हाम्रो पूर्वजौँदेखि नै चलिआएको हुनाले बलि चढाउँदैछन् होइन। इन्ट्रेस्ट पनि छैन र गर्न पनि नपरोस् पूजाको नाममा हत्या हिंसा चाहिँ म यहाँबाट हुँदैन। त्यही भएर अब म चाहिँ अब कुखुरा बाख्रा अब काट्न थालेपछि पछाडि त्यो घटना हेर्न अलिकति मनमा चाहिँ असहज भएको कारणले चाहिँ म अब घर फर्किँदैछु गाइज होइन। त्यही हो अब पूजाको नाममा चाहिँ हत्या हिंसा चाहिँ अब नहोस् भन्ने चाहन्छु। अब हुन त आफ्नो प्रचलन हो त्यही हो गाइज होइन। त्यसैले अब म चाहिँ घरबाट जाँदैछु त्यही हो।